182 सिट ल्याएको पार्टीले 50-60 हजार मान्छे जम्मा गर्ने कुरालाई ठुलो मान्नुहुन्छ। त्यसले त कम्तीमा 10 लाख मान्छे उपस्थित गर्नु पर्थ्यो। तर दुई तिहाईको सरकारले आफ्नै कार्यक्रममा सुरक्षा दिन नसक्ने सरकारले अनि जनताको देशको के सुरक्षा दिन सक्छ त? महाधिवेशन त एकदम भव्य हुने पनि कुनै दिन तपाईँहरूको हुन्थ्यो। अहिले तपाईँहरूकोमा मान्छे छैनन्, राष्ट्रिय स्वतन्त्र पार्टीकोमा टन्नै मान्छे छन्। उहाँहरूको एकदम भव्य हुने भएर के 50-60 हजारजना त नेता कार्यकर्ता मात्र भेला हुने थिए। 50-60 हजार भने धेरै हो। तपाईँ नयाँ हो कि पुरानो हो म सोध्न चाहन्छु। म त एकदम तपाईँ एकदम राष्ट्रिय स्वतन्त्र पार्टी एकदम बिग फ्यान हुनुहुन्छ क्या? होइन, कहाँ बिग फ्यान हुनु। अहिले त तपाईँले ठिक छ पाउनु न। तपाईँले देख्नुभयो होला नि एमालेको 10औं महाधिवेशन चितवनमा, त्यही चितवन हो। 10 लाख मान्छे उपस्थित भएको थियो। बीबीसीले त 15 लाख भनेको थियो। 10-15 लाख भन्थे मान्छे होइन अहिले उपस्थित। त 10,000। अनि यत्रो 182 सिट ल्याएको पार्टीले 50-60 हजार मान्छे जम्मा गर्ने कुरालाई ठुलो मान्नुहुन्छ। त्यसले त कम्तीमा 10 लाख मान्छे उपस्थित गर्नु पर्थ्यो। होइन, मान्छे उपस्थित गराएर मात्र भएन नि, सुरक्षाको चुनौती हुन्छ। सुरक्षा दिनु पर्यो नि त। आफ्नै सरकार छ, यत्रो दुई तिहाईको सरकारले आफ्नै कार्यक्रममा सुरक्षा दिन नसक्ने सरकारले अनि जनताको देशको के सुरक्षा दिन सक्छ त? अब एउटा कुरा मैले यो भन्दै तर यही हो जे भए पनि महाधिवेशनको भव्य सफलताको शुभकामना। होइन, यो प्रश्न गर्दै गर्दा हजुरलाई अलिकति नराम्रो लाग्न सक्छ। तर अहिलेको स्वतन्त्र पार्टीको चाहिँ के छ भने भनाइ, पहिला अब मासु भात खुवाएर गाडीमा हालेर लैजान्थे। हामीले चाहिँ स्वेच्छाले मात्र बोलाएको हो। जो स्वेच्छाले आउनुहुन्छ उहाँलाई मात्र निमन्त्रणा दिने भन्दा पनि 50-60 हजार हुने अनुमान छ। उहाँले चाहिँ मासु भात खान छोड्नु भएको छ र खै देख्दिनँ म त त्यस्तो। खाजामा यहाँ भएर क्यान्टिनतिर जम्मै सबभन्दा बढी मासु खाने उहाँहरूकै सांसदहरू हुनुहुन्छ। त्यस्ता कुरा नगर्नु न। त्यसो होइन, मासु भात खाने कुरा त्यो मान्छेले चाहिँ आवश्यकता अनुसार मन लाग्दा होइन कसैलाई चाहिँ स्वास्थ्यले साथ दिँदा खाने कुरा हो। त्यसलाई ठुलो विषय बनाउनु हुँदैन। मुख्य कुरा के हो भने मुख्य कुरा चाहिँ अब तपाईँले महाधिवेशनको सन्दर्भ उठाउनुभयो। उहाँहरूलाई सफलताको शुभकामना होइन, त्यो भव्य होस्, व्यवस्थित होस्। किन भन्दा राष्ट्रसभाको महाधिवेशनले देखेर अब राष्ट्रिय महत्त्व त बोक्छ नि त। यत्रो चाहिँ झनै 2 तिहाई प्राप्त गरेको सदनमा प्राप्त गरेको चाहिँ पार्टी छ। त्यसको महाधिवेशनको सफलताले अब राष्ट्र सञ्चालनसँग जोडि नै हाल्छ होइन। त्यस कारण सफलताको शुभकामना गर्न चाहन्छु। मैले यति भने यस विषय